साथीभाइहरू हजुरहरूलाई म के अनुरोध गर्न चाहन्छु भने अहिले हाम्रो नेपालका अधिकांश गाउँहरू रित्तिँदैछ। हेर्नु सिनहरू देखाइदिनु यहाँ घर। अब यहाँ पहिला टन्नै घरहरू थियो, अहिले घरहरू छैन। अब कोही हङकङ लागे, युके लागे, युकेमै बसे, कोही अमेरिका गयो, अमेरिकै बसे, कोही अस्ट्रेलिया गयो, अस्ट्रेलियै बसे। यो हाम्रो यति सुन्दर गाउँलाई हैन छोडेर सबै दाजुभाइहरू चाहिँ विदेशी भएकोमा मलाई बडो चित्त दुखेर आएको छ। आफ्नो देशमा आउँ, आफ्नो देशमा बसौँ हैन। अब जे जस्तो हुन्छ। अब यति खाली छ, हेर्नु न, सबै खाली छ। अब आउने सरकारहरूले चाहिँ यस्तो खालको नीति बनाउनु पर्यो कि अब यो पाहाड छ नि माथि, यो पाहाड देखाइदेऊ त। यहाँ त्यहाँ पुरा बस्ती थियो पहिला, मान्छे अहिले 2टा घर छ। अनि त्यो पहिला मेरो गाउँ, मेरो त घर छँदैछ, म त जान्छु। तर वरिपरिका सबै साथीभाइहरू, भतिजाहरू, काकाहरू हैन सबै युके लाउरे भयो, के भयो, सबै विदेश गयो क्या। आफ्नो गाउँहरू सबै छोडिदिए। अनि अब बन्ने सरकारहरूले चाहिँ यो गाउँलाई फेरि चाहिँ उठाउनु पर्यो, यहाँ बस्ती बसाउनु पर्यो। कति के कारणले चाहिँ के सुविधा दिएर हुन्छ, के गरेर हुन्छ, यो हाम्रो डाँडाकाँडाहरू सबै भर्नु पर्यो है साथीभाइहरू। अनि तपाईँहरू भन्नुहुन्छ विदेशबाट हाम्रो देशमा चाहिँ त्यो के अरे बिहारीहरूलाई नागरिकता दियो है, यता आसामकोहरूलाई नागरिकता दियो भनेर तपाईँहरू गुनासो मान्नुहुन्छ। त्यो पनि कहाँ बसेर भन्दाखेरि युके, हङकङ, जापान, जर्मन, अस्ट्रेलिया बसेर। तपाईँहरू आफ्नो यस्तो उर्वर जमिनलाई छोडेर तपाईँहरू त्यहाँ बस्दिने, अनि यहाँ आएर को आएर बस्छ त है। हुनु त राजनीतिक यसले नि पहिला धेरै बिगारेको छ हाम्रो। तर अबको बन्ने सरकारले, अब नयाँ जेनेरेसनको मन्त्रीमण्डलले चाहिँ नयाँ तरिकाले सोच्छ भन्ने चाहिँ मैले पूर्ण आशा लिएको छु।